यदि तपाईँहरू फाइबर सम्बन्धी ढोकाहरूका लागि पनि तपाईँहरूले चिन्ता लिनु पर्दैन। फाइबरका ढोकाहरू पनि हेर्नुहोस् त। यो बाँकी सर योगेन्द्र सरलाई थोरै यसको बारेमा बताइदिन आग्रह गरेँ प्लिज सर। यो चाहिँ ग्लास फाइबरबाट बन्ने ढोकाहरू हुन्। यो चाहिँ मोल्डहरू हुन्। यो डिजाइनबाट सबै डिजाइनहरूबाट ढोका बन्छ। जस्तो यो एउटा डिजाइन भयो, यो अलग्गै भयो, यो अलग्गै भयो। यो चाहिँ हाम्रो मूल ढोकामा प्रयोग हुने अष्टमङ्गलहरू डिजाइन। यसको दुईवटा पल्ला हुन्छ। यसबाट चाहिँ यो चाहिँ मोल्ड मात्रै हो। यसबाट बुट्टा निस्किन्छ। अब यो बुट्टाहरू सबै ग्लास फाइबर। धेरै जस्तो हाम्रो यो अहिले जस्तो गर्मी भएको 44-45 डिग्रीको टेम्परेचरमा पनि घाम पनि पर्ने, पानी पनि पर्ने, एकदम धेरै घाम धेरै पानी पर्ने ठाउँमा धेरै टिक्ने, कहिले पनि नबिग्री भन्नु अझ त्यस्तो टाइपको ढोका हो यो चाहिँ। जस्तो हामीले रुफमा राख्छौँ नि ग्लास फाइबरको रुफटप, त्यही रुफटपको मेटेरियल जस्तै प्रयोग गरेर बनाइएको भएको कारणले गर्दाखेरि यो पनि यहाँ पाइन्छ। यो पाइन्छ। काठमाडौँमा पनि पाइयो, हजुरको यहाँ अफिसमा पनि पाइयो। यदि फाइबरकै हजुरले राख्न चाहनुहुन्छ भने पनि चिन्ता लिनु पर्दैन। नेपाल डोरमा यो पनि हजुरहरूलाई उपलब्ध छ। यो मासेस पनि सबैतिर प्रवाह गर्न आग्रह गर्छु। उहाँहरूले पनि यसमा धेरै प्रयास गरेर एउटा सफलतासँगै यसलाई ल्याउनु भएको छ, देखाउनलाई होइन। त्यस कारणले फाइबर सम्बन्धी तपाईँहरूलाई फाइबरका ढोकाहरू चाहिएका खण्डमा पनि चिन्ता नलिनुहोस्। अघि नै देखाएँ मैले, मुढा अन्तिममा गएर कसरी ढोका बन्छ भनेर देखाएँ। यसलाई फाइनल गरेर यहाँ राखिएको छ, रङ गरिएको छ। यो भर्खरै केही समय अगाडि गरिएको रङ हो। आँखाले अगाडि नै देखिएको ढोका राख्न पाइने। त्यस कारणले यो एउटा सुन्दर चिज हो। म सरलाई फेरि पनि सम्मान गर्छु, हजुरको टिमलाई सम्मान गर्छु। यो स्वदेशी उत्पादनले एउटा उचाइ चुम्नुपर्छ। आज हामी खालि विदेशी चिजलाई मात्रै ल्याइराख्यौँ, तर हाम्रो स्वदेशी उत्पादनलाई प्रयोग गर्न खोजिरहेका छैनौँ। म बिन्ती गर्छु स्वदेशी उत्पादनमा पनि गर्व गर्न सकौँ, स्वदेशी उत्पादनमा पनि भर पर्न सकौँ, आफ्नै गाउँमा बनेको चिजलाई पनि एउटा रेस्पेक्ट गर्न सकौँ, त्यसको नि अस्तित्व स्वीकार्न सिकौँ। हामीले यहीँ त बनाए हो, त्यहीँ त रामपुर उतापट्टि बन्छ 18 नम्बर गुन्जानगर नजिकै त्यहाँ भनेर। हामीलाई काठमाडौँबाट आएको सामान चाहिँ राम्रो हुने, एउटा इन्डियाको बिहारबाट आएको सामान चाहिँ राम्रो हुने, तर यहीँ बनेको चिज राम्रो नहुने, त्यो त पक्कै होइन होला। त्यस कारण नजिकको तीर्थयाला भने जस्तै त्यो कसैले नगरौँ। तपाईँहरूकै गाउँघर ठाउँमा यति सुन्दर एक चिज स्थापना भएको छ नेपाल डोर। यसको सही सदुपयोग गर्नुहोस्, आउनुहोस्, बुझ्नुहोस्, ढोका चाहिएमा प्रयोग गर्नुहोस्। सबैको जय होस्। यो म्यासेज सबैतिर पुऱ्याइदिनुहोस्। नमस्कार।